सबैजनालाई नमस्ते। मेरो आजको न्यू ब्लगमा स्वागत छ तपाईहरु सबैलाई। हामी धेरै दिनपछि आइसकेछौँ यहाँ ड्रागन फ्रुट फार्ममा। ठ्याक्क 1 महिना समथिङ भइसक्यो थियो होला नआएको। यता हेर्न सक्नुहुन्छ यता साइड यो हामीले एकचोटी लगाएको थियौँ यो बिरुवा हामीले। यो अहिले हेर्न सक्नुहुन्छ कत्रो ठुलो भइसक्यो। मोरिङ्गाको बिरुवा हो यो। अनि यतापट्टि चाहिँ अहिले हाम्रो भर्खरै कटिङ भएर अहिले टिपटाप भइरहेछ। यतापट्टि हेर्न सक्नुहुन्छ त्यहाँनिर छ अहिले यता। अनि अहिले चाहिँ म चाहिँ माथिको भ्यू हेर्न जान लाग्छु कस्तो भएको छ हाम्रो त्यहाँको। यहाँ देख्न सक्नुहुन्छ घरहरु सबै बनिसकेको छ त्यहाँ माथि हाम्रो। अनि त्यसकै भ्यू हेर्न चाहिँ म गइरहेको छु अहिले। हामी त्योमा हेर्छौँ, लेट्स गो कस्तो छ त्यहाँको अहिले भ्यू हाम्रो माथि घरको। अनि यता साइड त हेर्न सक्नुहुन्छ कस्तो भयो अल टोटल सबै। धेरै दिनपछि आएको हामीले काम गर्ने। बिरुवामा चाहिँ अलिअलि फङ्गस हानिसकेको रहेछ। त्यसलाई हामीले कटिङ गरेर आज टिप्ने काम आज हाम्रो थियो। म लेट्स गो गइरहेको छु अहिले। त्यसपछि हाम्रो यो यसरी गेट चाहिँ खोल्ने हो। गेट पनि साह्रो भइसक्यो रहेछ। यस्तो भइसक्यो रहेछ त यार। अनि यो हाम्रो भित्रको रुमबाट हेर्न सक्नुहुन्छ। यहाँबाट यस्तो राम्रो देख्छ। यो चाहिँ धेरै दिन भएन बनाएको हामीले। यो साइड पनि हेर्न सक्नुहुन्छ पुरै रिल्याक्स हिसाबले। त्यसपछि चाहिँ हाम्रो बाहिरको भ्यू यस्तो छ।